नमस्कार। आज दिनभरिका खबरहरू लिएर उपस्थित छु म ईश्वरी राई। मेडिकल व्यवसायी दुर्गा प्रसाई र बडीगार्ड दीपक खड्कालाई 12 दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश सीसी राज ढकालको इजलासले 12 दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। गत चैत 15 गते तीनकुनेमा राजावादीहरूले गरेको आन्दोलनका उनी कमान्डर हुन्। उनकै नेतृत्वमा प्रदर्शनकारीहरूले सरकारी भवन, जडीबुटी कम्पनीदेखि व्यक्तिगत सम्पत्ति समेत क्षति पुर्याएका थिए। तर उनी भने भिडलाई उत्तेजित बनाएर प्रहरीकै घेराबाट भागेका थिए। सोही क्रममा एकजना प्रदर्शनकारीको मृत्यु भएको छ भने एकजना पत्रकारलाई जलाएर मारेका छन्। प्रहरीले उनीमाथि मानव हत्याको आरोपमा मुद्दा लगाउन खोजिरहेको थियो। प्रसाईले यो बीचमा 2 पटक भिडियो जारी गरेर आफू भारत नगएको र नेपालमै कतै ज्यान जोगाएर बसेको बताउँदै आएका थिए। तर उनी बिहीबार मात्रै भारतको आसामबाट पक्राउ परेका थिए। आसाम प्रहरीले उनलाई पूर्वी नाका काकरभिट्टामा नेपाल प्रहरीलाई बुझाएको थियो। प्रसाईलाई शुक्रबार बुद्ध एयरको जहाजबाट भद्रपुरबाट काठमाडौँ ल्याइएको हो। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सिद्ध्याउँछु भन्ने स्वार्थी तत्त्वहरू असफल भएको बताएका छन्। शुक्रबार एमालेको रूपन्देही जिल्ला कमिटीले बुटवलमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै उनले एमालेलाई विभाजन गर्न खोज्नेहरू असफल भएको टिप्पणी गरेका हुन्। एमालेले लिएको समृद्धि र विकासको यात्रामा कुनै विराम नलाग्ने उनको भनाइ थियो। गृहमन्त्री रमेश लेखकले चैत 15 गते काठमाडौँको तीनकुनेमा भएको राजावादी प्रदर्शन आपराधिक घटना भएको बताएका छन्। शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले राजावादी प्रदर्शन आपराधिक घटना भएको बताएका हुन्। तीनकुने घटना अत्यन्त आपराधिक प्रकृतिको भएको बताउँदै आगामी दिनमा यस्ता घटना हुन नदिन सरकार चनाखो भएको उनको भनाइ थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। शुक्रबार रवि पत्नी निकिता पौडेल आफै पुगेर रिट दर्ता गरेकी हुन्। सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा अघिल्लो शुक्रबार उच्च अदालत तुलसीपुरको बुटबल इजलासले लामिछानेलाई पूर्वपक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो। यसअघि रूपन्देही जिल्ला अदालतले रविलाई 1 करोड धरोटीमा छाडेको थियो। अमेरिका र चीनले एक अर्का विरुद्ध कर बढाउँदै जवाफ फर्काइरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरु गरेको यो कर युद्धमा चीनले पनि एकपछि अर्को जवाफ दिइरहेको छ। अमेरिकाले एक सातामै 3 पटक कर वृद्धि गरेर अमेरिका भित्रिने चिनिया सामग्रीमाथि 145% भन्सार कर पुर्याइदिएका छन्। चीनले भने दोस्रो पटक अमेरिकी सामग्रीमाथि कर थपिदिएको छ। यसअघि चीनले 84% पुर्याएको थियो। त्यसलाई बढाएर चीन भित्रिने अमेरिकी सामानमाथि 125% पुर्याएको हो। यो बीचमा चीनले अमेरिका सामु कहिले नझुक्ने र अन्तिम अवस्थासम्म लड्ने चेतावनीपूर्ण जवाफ दिएको छ भने ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङको फोन कल कुरिरहेका छन्। तर उनले चीनमाथि भन्सार कर बढाउन भने छाडेका छैनन्। यसबीचमा स्पेन भ्रमणमा रहेका सीले व्यापार युद्धमा चीनले कहिले नहार्ने र बरु अमेरिका नै एक्लिने चेतावनी समेत दिएका छन्।